हस्, यहाँहरू सबैमा हार्दिक नमस्कार, स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानल लक्ष्मण जोशी अफिसियल च्यानलमा। र हजुरहरूलाई चाहिँ हामी आज यो नेपाल सरकारले राखेको घुम्ने अथवा 100 गन्तव्य सूचीमध्येको एक सूची मुन्दुम पदमार्ग अन्तर्गतको सुन्तले एकराते मयङ हुँदै हाँसपोखरीसम्मको यात्रा गराउनेछौँ र यहाँहरू सबैलाई यो सेयर गरेर सपोर्ट गर्नको लागि हार्दिक अनुरोध गर्दछु। पञ्चकन्या माविको चाहिँ यो 5 दिने है यो अध्ययन अवलोकन भ्रमणलाई सुरु गरेका छौँ। हाम्रो जम्बू टिम हाम्रो सहायक प्रधानमन्त्री पछाडि हुनुहुन्छ सर, हात उठाइदिनुहोस्। पखुवा भन्ज्याङबाट अब हामीले चाहिँ अहिले अगाडि हाम्रो पदयात्रा सुरु गरिसकेका छौँ। अब यो 5 दिन हामी जान्छौँ। हामी 5 दिनको यात्रालाई यादगार बनाउनको लागि हामी सबैले आफ्नो सामान बोकेका छौँ। ठ्याक्कै अहिले पखुवा थानबाट पखुवा देवीसँग चाहिँ शक्ति मागेर हिँड्यौँ अगाडि हामी जोडिँदै गर्छौँ। हस्, हामी चाहिँ अहिले ठ्याक्कै पहिलो दिनको यात्राको क्रममा हामी छुटे बौद्ध आसपास आइपुगिसकेका छौँ। अध्यक्षज्यू पनि आइपुग्नु भएको छ पछाडि। माथि यो हाम्रो चाहिँ मयङ डाँडा देखिँदैछ। भाइहरू एकदमै इन्जोयको साथ ओके। हामी ठ्याक्कै मयङको फेदमा छौँ। यता हाँसपोखरीहरू देखिँदैछ र हामी समग्रमा कुहिरोभन्दा माथि छौँ। दर्शकहरू तपाईँहरू सबैलाई देखाउँदै हामी कुहिरोभन्दा माथि चाहिँ आइरहेका छौँ। कुहिरो यति तल छ, हामी माथिबाट यसरी फोटो खिचिरहेका छौँ। असाध्यै राम्रो चाहिँ सिन यो हेर्न सक्छौँ। तपाईँहरू पनि यसो मिलाएर चाहिँ आउन सक्नुहुनेछ। यो वास्तवमा नेपालको एक चाहिँ 100 गन्तव्य सूची नेपाल सरकारले राखेको सूची मध्येभित्रको एक हो। अध्यक्षज्यू यहाँ एकदम बसाइको सुस्केर सहित है थकाइलाई मारिरहनु भएको छ। यो एक राते भन्ने ठाउँमा झन् यस्तो आनन्दको अहिले त्यो होमस्टे बनाउनु भएको छ। हो, नरबहादुर हाम्रो टिममाको उपाध्यक्ष हुनुहुँदो रहेछ। उहाँले ट्याम्केमयु 1 को त्यहाँ एक राते भन्ने ठाउँ, यो चाहिँ तपाईँको सुन्तलेबाट नजिकै। तपाईँलाई बिहानै गयो भने त्यहाँ ठिक्क खाना खाने हुँदो रहेछ। अनि त्यो उहाँले एकदम डेकोरेसन पनि राम्रो गर्नुभएको छ, एकदम पनि राम्रो छ। अर्ग्यानिक खाना होइन, अब त्यसको वर्णनै गर्न सकिँदैन। ठिक ठाउँमा उहाँले अब जनप्रतिनिधि 1 नम्बरको यो 3 मा 1 भनेको 1 नम्बर पर ट्याम्के जनप्रतिनिधि भएको हैसियतले पनि र अब व्यवसाय मात्र होइन सेवा गर्ने हिसाबले उहाँले त्यो खोल्नु भएको छ। एकदम खुसी लाग्यो। अब धेरै मान्छेलाई चाहिँ म त्यो बाटो हिँड्दाखेरि त्यो एक रातिमा खाना खाएर एकदमै फेरि सस्तो छ। एकदम अर्ग्यानिक खाजा खुवाउनु भयो आज हामीलाई। मलाई किन गौरव लाग्यो भने म पनि जनप्रतिनिधि वडाध्यक्ष अनि उहाँ पनि वडाध्यक्ष। एउटा व्यवसाय भनेको चाहिँ तपाईँको राजनीति गर्नेले व्यवसाय पनि गर्नुपर्छ र व्यवसाय भनेको चाहिँ नाफा कमाउनु मात्रै होइन, सेवासँग जोडिन्छ। भेरी गुड, एकदम उहाँलाई स्यालुट गर्छु। जस्तो अब आज हामीलाई 225 मै खाना दिनुभयो, मैले त्यो बोले पनि। अब त्यो 225 को सर्भिस चाहिँ हाम्रो विद्यार्थी हामीलाई दिनु भनेको असाध्यै धेरै, त्यो सेवा पनि हो। त्यसकारण व्यवसाय मात्र होइन, अध्यक्षज्यूले भने जस्तो असाध्यै धेरै। हामी अहिले ठ्याक्कै कुहिरोमाथि छौँ। हजुरलाई यति भने मैले धेरै, अब हामी भन्दा पनि कुहिरो कुदिरहेको छ। हस्, ओके। अहिले हामी चाहिँ ठ्याक्कै हाँसपोखरीको शिरमा छौँ। यहाँबाट चाहिँ देखिएको यो बेलुकाको दृश्य यति राम्रो देखिरहेको छ। तपाईँहरू पनि यो नेपाल सरकारले घुम्नै पर्ने राखेको 100 सूची मध्येको एक गन्तव्य सूची। हामी कुहिरो बादलभन्दा धेरै माथि आएर आकाशै छुनलाई तयार भए जस्तो देखिन्छ। यति राम्रो देखिन्छ। यस्तो राम्रो मा तपाईँहरू पनि आउनुहुनेछ। मैले तपाईँहरूलाई चाहिँ निमन्त्रणा पनि गरेँ। यता फोटो खिच्ने काम हुँदैछ कति राम्रोसँगले।
हामी भोलि चाहिँ यहाँबाट उठेर भोलि कुलुपङ्खामा गएर बास बस्ने योजनासहित हामी गर्दैछौँ। हामी ठुलो टिम छौँ, 26, 27, 28 जनाको टिममा छौँ। यहाँहरू सबैमा हामी यो चाहिँ हाम्रो विभिन्न किस्साहरू, विभिन्न चाहिँ यो अनुपम किस्साहरूलाई तपाईँहरूमा प्रस्तुत गर्ने कोसिस गर्नेछु म। हस्, सबैमा मिठो सम्झना। हस्, नमस्कार, सेवा।